भारत र नेपालबाट आउनु भएका विशिष्ट व्यक्तित्वहरू, विद्वज्जन, साहित्य सांस्कृतिक क्षेत्रमा पहिचान स्थापित गरिसक्नुभएका, कलाकारिता क्षेत्रमा पहिचान स्थापित गरिसक्नुभएका विशिष्ट व्यक्तित्वहरूसँगको सहकार्यमा यी सेसनहरू सञ्चालन भइरहेका छन्, जसले हाम्रो कार्यक्रमलाई अत्यन्तै गुणात्मक बनाएको पनि छ। र आजको यो सेसनलाई मैले सहजकर्ताको भूमिका निर्वाह गरेर उपस्थित भएकी छु। हिजो दिनभरि नै तपाईहरूसँग कार्यक्रम सञ्चालनको जिम्मेवारी लिएर बेलुका 7:30-8 बजीसम्म म यहाँ थिएँ। आज फरक भूमिकामा छु। आजको हाम्रो सेसनको विषय रहेको छ शब्ददेखि दृश्यसम्म गीतको बदलिदो यात्रा। यो विषयमा हामी चर्चा गर्नेछौँ। अनि मसँग यति बेला यो कुराकानीका निम्ति वक्ताको रूपमा उपस्थित हुनुभएको छ यो राष्ट्रको त्यस्ता विद्वत जन जसले साङ्गीतिक क्षेत्रमा आफूलाई स्थापित गरिसक्नु भएको छ। कालजयी गीत लेख्ने एक विशिष्ट स्रष्टा, सर्जक, साधक, अत्यन्तै शक्तिशाली कविता पनि सृजना गर्नुहुन्छ। हामी भन्दा अग्रज पुस्ता पनि, जसका कविताहरू सुनेर मैले कविता लेखेँ, जसका गीतहरू सुनेर हामी हुर्कियौँ। म भन्दा मेरो पिताजीको पुर्खाले पनि उहाँका गीतहरू सुन्यो। म भन्दा मुनिका मेरा भाइ बहिनी पुस्ताले पनि ती गीतहरू सुनिरहेका छन्। यस्ता कालजयी गीतहरू लेख्ने स्रष्टा, सर्जक, आदरणीय गीतकार कवि दिनेश अधिकारी आजको वक्ताको रूपमा यो कार्यक्रममा हार्दिक स्वागत गर्दछु म यहाँलाई। त्यसै गरी अर्का एक गीतकार, अत्यन्तै चर्चित गीतहरू नेपाली साङ्गीतिक क्षेत्रमा उहाँको नाम भन्ने बित्तिकै हामी ती गीतहरू एकपटक सम्झिन्छौँ। मलाई अत्यन्तै सुन्दर लाग्ने गीतहरू पनि हुन्। सायदै मलाई लाग्छ हरेक नेपालीको जनजनमा, मुखमा, ओठमा झुन्डिएको गीत हो त्यो। विशेषतः यो राष्ट्रलाई त्यसरी काँधमा बोकेर हिँड्नुभएको छ। यो राष्ट्रप्रतिको जिम्मेवार बोध पनि गर्दै आउनुभएको आफ्नो जागिरको सिलसिला र फरक। हामीले प्रहरी, प्रशासन, आर्मीको कुरा गऱ्यौँ भनेदेखि अलिक गीत सङ्गीत साङ्गीतिक क्षेत्रहरूमा चाहिँ कमै पाउँछौँ, तथापि उहाँलाई यस प्रकारले पनि हामी चिन्न सक्दछौँ। गैरे सुरेश, म यहाँलाई हार्दिक स्वागत गर्दछु। सो मर्ने कसैलाई रहर हुँदैन, त्यसै गरी यहाँ देशको छ चिन्ता, यस्ता सुन्दर सुन्दर गीतका स्रष्टा, सर्जक हुनुहुन्छ गैरे सुरेश। अहिले हामी उहाँले लेख्नुभएका अन्य गीतहरूको बारेमा पनि चर्चाहरू गर्नेछौँ, गीतको साङ्गीतिक यात्रालाई पनि चर्चा गर्नेछौँ। त्यसै गरी मसँग अर्का एक हस्ती हुनुहुन्छ जसका गीत सङ्गीतहरू नेपाली साङ्गीतिक क्षेत्रमा एकपटक निकाल्ने हो भने अधुरो, अपुरो जस्तो पनि लाग्छ र पछिल्लो समय अझ रुचाइएका गीतहरू उहाँले सृजना गर्नुभएको छ। हर्क साउथ, के छ के घर के डेरा, यहाँलाई यसरी पनि चिनाउन मन लाग्यो मलाई। जो प्रसाद, चलचित्र प्रसादको गीत हो यो, सायद चलचित्र प्रसादमा अवश्य पनि उहाँका गीत सङ्गीतहरूलाई हामी सम्झाउँदै जानेछौँ, यहाँहरूमाझ राख्दै जानेछौँ। र हामीमाझ यी 3 स्रष्टा सर्जकहरू हुनुहुन्छ, उहाँहरूसँगका साङ्गीतिक यात्राका कुराहरू गर्नेछौँ। तिनैजनालाई मैले स्वागत। किन लेख्छु भन्दा मान्छे भएको कारणले रुनु र हाँस्नु दुईटै कुरा छोटोमा भन्दा त्यो देखिन्छ। म गीतमा रुन्छु, म गीतमा हाँस्छु, म गीतमा रमाउँछु, हजुर, त्यसैले गीत लेख्छु। अवश्य यही प्रश्न आदरणीय सर्जक हर्क साउदलाई। धन्यवाद प्रश्नका लागि। र प्रिय खाली कुर्सीहरू हो, तिमीहरू पनि हाम्रा वेदना सुन। प्रिय खाली कुर्सीहरू हो, तिमीहरू पनि हाम्रा वेदना सुन। हामी पनि गुनगुनाउँछौँ मिठो कहिले काहीँ धुन। खाली भएर के भयो त, अगाडि रोमा त कोही छन् सहृदी मनहरू। ए मनहरू, हाम्रा पनि वेदना सुन। वाह, कस्तो राम्रो, एकदमै। यसै कारण गीत लेख्नुहुन्छ? यसै कारणले गीत लेखिन्छ। अवश्य, सर्जक भनेकै यही रहेछ होइन? हामी सर्जकहरूको हृदयमा जुन विषयहरूले छुन्छ तुरुन्तै यसरी गीत बन्दो रहेछ। हो, बन्छन्, यसरी पनि बन्छन् र कैयौँ समय पनि लाग्छ। हजुर, हामी गीत किन लेख्छौँ भन्दाखेरि समाजमा घटिरहेका घटना, समाजका कथाहरू, मनका व्यथाहरू, रमाइला पनि र नरमाइला पनि सबै कुराहरूलाई समेटिएर
कहिलेकाहीँ वैराग लागेको बेलामा कुनै गीत बजिरहँदा नेपथ्यमा त्यसले हाम्रो मनलाई सन्तोष दिन्छ हजुर र कहिलेकाहीँ केही गीतहरू हेरिरहँदाखेरि मेरै कथा हेरिरहेछु कि भन्ने पनि लाग्छ त्यही भएर पनि सबैका मनका कुराहरू यस्तै हुनुपर्छ भन्ने एउटा आकलन हुन्छ र आफूले भोगेका कुराहरू पनि हाम्रो गीतमा समेटिन्छन् त्यही भएर पनि हामी मान्छे हौँ मान्छेले जे अनुभव गर्छ त्यही कुराहरू गीतमा लेखिन्छन् र त्यसले सबैले आफ्नै हो जस्तो लाग्ने गरी प्रस्तुत भइदिँदाखेरि त्यसले अझ बढी सुनमा सुगन्ध अवश्य पनि गैरे सुरेश यहाँ चाहिँ गीत किन लेख्नुहुन्छ म गीत चाहिँ लेख्दिनँ सङ्गीत गर्छु हजुर तर त्यो प्रश्न गलत चाहिँ छैन हरेक गीतकार सङ्गीतकार हो उसले गुनगुनाउँछ र हरेक सङ्गीतकार गीतकार हजुर सङ्गीत गीत र गायकी त एउटै मुठीमा छ नि अझ यसलाई यसरी भनौँ हरेक गीतकार र सङ्गीतकार चाहिँ जननी हो क्रिएटर हो र ऊ गायक पनि हो गीतकार सङ्गीतकार पनि हो र सङ्गीतकार गीतकार पनि हो अनि यो हजुरको प्रश्न किन गर्नुहुन्छ भन्ने कुरा त म आफैसँग पनि छैन हजुर कसैलाई मन पराउनुहुन्छ किन मन पराउनुहुन्छ होइन हजुर कोही मन पर्यो किन मन पर्यो जस्तो होइन कारण हुँदैन गुलाब मन पर्यो सुनगाबा किन मन परेन भन्ने जस्तो तर फुलहरू मध्ये पनि मलाई गुलाब मनपर्छ भन्नेहरू पनि हुन्छन् नि हुन्छ होइन मलाई सबै मनपर्छ भन्नेहरू पनि होलान् थरी थरी हजुर मैले भन्न खोजेको चाहिँ एउटा यो भावना अथवा के भनौँ एउटा हामीभित्र मन कतै छ भने त्यो मन छचल्किने माध्यम हो चाहे त्यो गीत हो चाहे त्यो सङ्गीत हो अथवा कुनै इभेन्टले हजुरलाई अभिप्रेरित गर्छ कसैसँग आफैसँग हुनु परेन अरूसँग कसैको मनमुटाव माया प्रीति कुनै दुःखद घटना परिवारको कुनै सदस्य छोडिएर विदेश जाने कुरा अथवा दुईटा माया गर्ने व्यक्तित्वहरू सँगै भएको टाढा भएको अथवा प्राप्तिमा त्यो केही कुरा हासिल नभएको चाहनामा हरेक कुराले हजुरलाई केही मोटिभेट गर्छ भने विलियम वुड्सवर्थले भने जस्तो स्पोन्टेनियस ओभरफ्लो अफ इमोसन्स भने जस्तै मान्छेले आफू जुनसुकै शब्द प्रयोग गरे पनि आफूलाई पोख्ने माध्यम हो कसैले चित्रकलाको माध्यमबाट कसैले भावनाको अभिव्यक्ति नै भन्न पर्यो त्यसो भए सङ्गीत पनि त्यही नै हो हजुर त्यसकै एउटा हाँगा हो जस्तो लाग्छ म हर्क साउथबाट तिर फेरि फर्किन्छु यो सुन साइलीको कुरा गरौँ न एकछिन मलाई यो गीत सायदै देशभित्र रहेका नेपालीहरू त छँदैछन् विदेशतिर रहेका सम्पूर्ण नेपाली जनहरू जसको हृदयमा यो गीत बस्यो यो कसरी यस्तो बन्यो प्राविधिक मित्र यदि हजुरहरूले यसो मिलाउन मिल्छ भने हाम्रो मोनिटरको आवाज चाहिँ हामीतिर फर्काइदिनु होला हामीले प्रश्नकर्ताको प्रश्नै सुन्न स्पष्ट भइरहेको छैन हजुर मोनिटरको आवाज सुन साइली जहाँसम्म हजुरले प्रश्न गर्नुभयो यो गीत किन लेखियो किन आयो भन्ने विषयमा त्योभन्दा अगाडि पनि कैयौँ साइलीहरूका कथाहरू गीत सङ्गीतमा पोखिए त्योभन्दा पछाडि पनि पोखिरहेछन् कहिलेकाहीँ के हुन्छ भने हाम्रो समाजको एउटा मानचित्र हुन्छ चित्र त्यो चित्र कुनै कुनै गीतमा ठ्याक्कै आइदिन्छ अनि सुन साइली त्यस्तै नेपाली समाजका पनि कित्ता कित्ता छन् एउटा सहरको समाज छ अर्को सदरमुकामको समाज छ अर्को गाउँको समाज छ दूरदराजको समाज छ हामीले चाहिँ दूरदराजका मनहरूका र जो चाहिँ दूरदराजबाट वैदेशिक रोजगारमा विदेशमा रहनुहुन्छ उहाँहरूका कथा व्यथालाई हामीले समेटेर सुन साइली तयार गरेका थियौँ त्यही कारणले पनि त्यो गीत सबैलाई एकदमै छोयो र चर्चित रहन गयो यो यसमा चाहिँ कालीप्रसाद बास्कोटाज्यूको सङ्गीत र हेमन्त राणाजीको स्वरमा हाम्रो सहकार्य रहेको थियो हजुर दिनेश दाइसँग फर्किन्छु मलाई माफ गरिदेऊ अब यसलाई कसरी व्याख्या गर्नु होला मैले कुरै बुझिन मलाई माफ गरिदेऊ होइन
मलाई माफ गरिदेऊ एउटा गीत छ त्यो गीत मैले लेख्या होइन तिम्रो जस्तो मुटु मेरो पनि होइन नारायण गोपाललाई सम्झ्यौं यसरी सुरुवात गरौं नारायण दाईलाई सम्झिँदाखेरि नारायण दाईले तीनटा गीत रेकर्ड गर्नुभयो जसलाई मैले हरेक बिहान तर दुईटा गीत सार्वजनिक रूपमा बाहिर आयो एउटा यो सम्झिने मन छ म बिर्सु कसरी एउटा तिमी जुन रहरले ममा फुल्न आयौ हजुर नारायण दाईले त्योभन्दा अगाडि म अलिकति भनौं एउटा गीत थियो भेटी नभेट्न सक्ने आकाशको तलाउ तिमी साँझ बत्ती बाल यात्रा मलाई देऊ भन्ने बोलको एउटा गीत थियो त्यो गीत दिव्य खालिङले संगीत गर्नुभएको थियो र नारायण दाईले सुन्नु भएछ सुनेपछि यो गीत म गाउँछु गीतकारलाई पनि लिएर हजुर मगा खाना खाने गरी आउनु भन्नुभएछ त्यही हिसाबले म पहिलोचोटि महाराजगञ्जमा गएँ नारायण दाईले गीत गाउने उत्साहका साथ तर त्यहाँ माहौल यस्तो बन्यो त्यो गीतको दुईटा शब्दको लयमा नारायण दाईले दुईटा शब्द मात्रै हुन् हजुर आकाशको तलाउ भन्ने शब्दको लय चाहिँ अलिकति परिमार्जनको लागि संगीतकारलाई भन्नुभयो संगीतकारले त्यो कुरा मान्नु भएन हजुर विवाद भयो त्यसपछि त्यो सामान्य त्यस्तो ठुलो विवाद भनेको होइन असहमति भयो भनौं अनि निस्कियौं र म एक हिसाबले दिक्क भएको थिएँ अनि मैले संगीतकारलाई भने तपाईँ चाहिने नचाहिने कुरा गर्नुहुन्छ फुर्सदमा बसेर कुरा गरौँला भन्न पनि त सकिन्थ्यो नारायण दाईले गाउने एउटा गीत नगाउने हुनुभयो भने मैले होइन नारायण गोपालले तिम्रो गीत गाउँछन् मलाई थाहा छ त्यो कुरो भन्नुभयो त्यतिकै थियो एक महिना जति पछि रेडियो नेपालको परिसरमा म बसिराखेको बेला नारायण दाई मोटरसाइकलमा आउनुभयो र मैले नमस्ते गरेँ रोक्नुभयो दाईले अनि मलाई सोध्नुभयो दिनेश नयाँ गीत छ मैले भने छ अनि संगीत गरेया छ मैले भने छ कसले गरेया छ दिव्य खालिङले हजुर अनि त्यो पहिलो र यो बीचको एक महिनाको अवधिमा उहाँहरूको दिनौं जस्तो कुरा हुनुपर्ने मान्छेको कुरा हुन छोडेछ भेटघाट हुन छोडेछ अनि त्यसपछि मलाई सोध्नुभयो खर्याइकन चित्त बुझिया छ मैले भने बुझिया छ हजुर साँच्चै चित्त बुझिया छ बुझिया छ ल म गएँ भन्नुभयो जानुभयो हजुर कहाँ जानुभयो थाहा छैन पछि थाहा भयो उहाँ कुपनडोलमा बस्नुहुन्थ्यो दिव्य खालिङ त्यतिखेर अनि त्यही जानुभएछ र त्यो दिनेशको नयाँ गीत छ अरे टेप गरिदिनु भन्नुभएछ त्यो क्यासेटमा रेकर्ड गर्नेलाई उहाँ टेप गर्ने भन्नुहुन्थ्यो टेप गरिदिनु भन्नुभएछ त्यो लिएर जानुभयो म जागिरको सिलसिलामा काठमाडौँ बाहिर पुगेँ र 41 साल पुसमा नारायण दाईको एउटा एलपी रेकर्ड बाहिर आयो त्यो उहाँको लाइफको एउटै मात्रै एलपी रेकर्ड हो त्यो पुरस्कार स्वरूप रत्न रेकर्डिङ संस्थानले दिएको थियो र त्यसमा 8 वटा गीतहरू समाविष्ट थिए त्यो मध्ये मेरो गीत पनि एउटा थियो त्यो गीत थियो तिमी जुन रहरले ममा फुल्न आयो सबै सुख हराए सधैँ दिनेश दाई मैले यही जोड्न खोजेँ मलाई यही गीतको किस्सा सुनाउँदै गर्दा मलाई माफ गरिदिएको लाइनलाई दाईले एकपटक मसँग यस्तै कुराकानीको सिलसिलामा भन्नुभएको थियो त्यो गीत रेकर्डको सिलसिला हुँदै गर्दाखेरि यो लाइनबाट नारायण गोपालले भाइ मलाई माफ गरिदेऊ भने भनेर किस्सा सुनाउनु भएको थियो याद छ नि दाइ त्यो मैले हो त्यही किस्सालाई मैले तर म गीत सम्झि खोजिरहेको थिएँ हजुर यसरी नारायण दाईसँग मेरो सहकार्य सुरु भयो पछि म बैतडी जहाँ गएँ जागिरको सिलसिलामा दाईले भन्नुभयो राम्रो गीत लेखेपछि पठाइदेऊ है दिनेश भाइ मैले हुलाकबाट एउटा गीत पठाएँ अनि त्यो त्यत्तिकै थियो पछि म सरुवा भएर बारा पुगेँ अनि काठमाडौँ आउँदा फोन गर्थेँ दाईलाई दाईले भन्नुभयो मलाई गीत चाहिएको छ दिनेश अनि मैले एउटा दाई डायरी त मैले ल्याएको छुइनँ त्यतिखेर टेलिफोन पनि ट्रङ्कल हुन्थ्यो हैन अब त्यो समस्या थियो अनि तर मैले एउटा गीत पठाएको छु भने
त्यसो भए पक्का मसँग छ भन्नुभयो, मलाई थाहा थिएन। एकैचोटि 45 साल जस्तो लाग्छ। नारायण दाईले 44-45 सालको कुरा हो, गीत यात्रा भाग 1 निस्क्यो। हजुर त्यसमा त्यो गीत रेकर्ड भएर छ र रेकर्ड गर्ने काम चाहिँ प्रदीप उपाध्यायजीले गर्नुभएको। उहाँको घर कलैया भएको कारणले कलैया जाँदैछु भन्दा एउटा टेप लगिदिनु है दिनेशलाई भनेर एउटा क्यासेट पठाउनु भएछ। त्यो गीत, त्यो क्यासेट सुनेपछि थाहा पाएँ नारायण दाईले मेरो अर्को गीत गाउनु भएछ। हजुर त्यो गीत थियो यो सम्झिने मन छ म बिर्सु कसोरी, तिमी नै भनिदेऊ ए जाने नि ठोरी। यसरी नारायण दाईसँग सहकार्य भयो र धेरै गीतहरू पछिल्लो भोलम निस्केको भए सायद केही मेरो 3-4 वटा गीतहरू आउने थिए भोलममा। हजुर त्यो भएन। तर नारायण दाईसँग बाहिर आएको यो 2टा गीत र एउटा गीत चाहिँ चलचित्रमा नारायण दाईको स्वरमा रेकर्ड भयो, तर नारायण दाईको स्वास्थ्य बिग्रियो, उहाँले सन्तुष्टि प्राप्त गर्नुभएको थिएन र पछि रेकर्ड गर्छु भन्दै चलचित्र निर्माण चाहिँ ढिलो हुन जाने कारणले हजुर नारायण दाईको अनुरोधमा पछि प्रकाश श्रेष्ठले त्यो गीत गाउनुभयो। मसँग मैले लामो कुरा गरेँ। म यता गैरे सुरेश यहाँसँग आउँछु। गीत चाहिँ हेर्ने कि सुन्ने रहेछ, अहिले यहाँलाई के लाग्यो? गीत सुरुमा त सुन्ने नै हो। सुन्ने नै हो। अब हामीले भिजुअल हेरे पनि गीत सुन्ने नै हो, दृश्य चाहिँ हेर्ने हो। अनि तर समयको आवश्यकता अनुसार मान्छेले सुरुमा धान रोपिसकेपछि हजुर त्यसलाई चामलको रूपमा भात खाने, चामल कुटेर रोटी खाने, हजुर सेलरोटी खाने अथवा पिठो बनाएर अन्य परिकारहरू खाने भन्ने कुरा हो। खाने चाहिँ त्यो प्रोडक्ट धानकै प्रोडक्ट खाने हो। हजुर हजुर भेराइटी। त्यसैले हाम्रो टेक्नोलोजीको विकाससँगै हाम्रो मानव सभ्यताले धेरै कुराहरू एडप्ट गर्दै आइरहेको हुन्छ। त्यो गीत सुन्ने कि हेर्नेको बिचमा धेरैवटा त्यो पोइन्टहरू हामीले मिस गरिरहेछौँ। हजुर गीतले हाम्रो जीवनलाई नै यसरी क्यारी गरिरहेछ कि दसैँ आउँछ हामी गीतको सहारा लिएको समय थियो। चेलीबेटी माइत जान पाउँदैन गीतको सहारा, हजुर तिहारमा त्यसको सहारा, बर्खे झरी धान रोपाइमा त्यसको सहारा। त्यो भएर गीत हेर्ने र सुन्ने मात्रै होइन, गीतलाई जीवनयापनकै एउटा माध्यम पनि बनाएको पाइन्छ। हजुर हजुर मैले चाहिँ के अर्थमा भन्न खोजेँ भने आजभोलि गीतहरू रेकर्ड गर्नुपर्छ भनेर आएका पुस्ताहरू रेकर्ड सँगसँगै भिजुअलाइज पनि गर्नुपर्छ भन्ने मानसिकता पनि सँगसँगै विकास भयो। जति बेला चाहिँ गीतहरू रेकर्ड मात्रै हुन्थे वा गीत भनेको चाहिँ सुन्ने मात्रै हो भन्ने थियो, अब समय त अलिक फरकै भएर आइसक्यो। प्रविधिले अहिले हजुरले भने जस्तो हजुर हजुर यस अर्थमा यो ट्रान्जिसन, म चाहिँ त्यो ट्रान्जिसन फेजको पुस्ता हो। हजुर जति बेला हामी 55, 56, 57 सालमा सङ्गीत गर्थ्यौँ त्यति बेला गीत सुन्नको लागि रेकर्ड गरिन्थ्यो। त्यो अन्तिम फेज थियो। 60 को दशकबाट भिजुअलमा बढी त्यो ट्रेन्ड चलेको हो। मैले भन्न खोजेको चाहिँ गीत मूलत सुन्ने नै हो। हामी 2 जना मान्छे भेट्यौँ अथवा 2 जना सर्जक बस्यौँ भने त्यो गीत सुनाउन भन्छौँ। हजुर हजुर अहिले अब टेक्नोलोजीले म आइप्याड अगाडि राखिरहेको छु होइन, मान्छेले सुविधा भोग्दाखेरि जे माध्यमबाट चाँडो श्रोताको माझमा अथवा दर्शकको माझमा पुग्छ। हजुर भिजुअल चाहिँ एउटा माध्यम मात्र हो। तर गीत जुन गीतकारले फुराउनुहुन्छ, गजलकारले गजल फुराउनुहुन्छ, हजुर त्यो अरूलाई सुनाउनकै लागि गर्ने हो। तर मैले भन्न खोजेको गीत मूलत सुन्ने हो। हजुर हजुर तर त्यो सुन्नको लागि विभिन्न माध्यमहरू प्रयोग गर्दाखेरि जस्तो हामीले एयरपोर्ट प्रयोग गरे जस्तो हजुर हजुर सुन्नको लागि पनि माध्यम सजिलो छ। हजुर दृश्य चाहिँ माध्यम मात्र हो जस्तो लाग्छ मलाई। हस् म फेरि हर्क साउतिरै फर्केँ। के लाग्छ यहाँलाई चाहिँ यही प्रश्न? कुन प्रश्न? गीत सुन्ने कि हेर्ने? दुईटै गर्ने होला। दुईटै गरौँ हामी त? दुईटै गर्नुपर्छ। हजुर सुनेर जस्तो दृश्यको कुरा चाहिँ कसरी आयो होला भन्ने यसो अनुमान गर्दाखेरि सुनिरहँदाखेरि आफूले काल्पनिक पात्र खडा गरिन्छ अथवा आफूलाई पनि त्यही समावेश गरिन्छ। त्यो
सुन्नुको आनन्द छुट्टै रह्यो। तर जब दृश्यमा भएर आउँछ त्यो चाहिँ कहिलेकाहीँ हेर्ने मान्छेले त्यो पात्र मै हो, त्यहाँ जुन खेलिरहेछ जसले त्यो त्यहाँको नायक नायिकाको अभिनय गरिरहेछ त्यो मै हो जस्तो लाग्छ। हजुर। त्यो दृश्य त्यो घर हेर्दाखेरि त्यो मेरै हो कि त्यो मेरै गाउँ हो कि म गाउँ गइरहेछु कि, त्यो दृश्य हेरेर जति नजिकपन हुन्छ त्यो अझ बढी सुन्दर हुन्छ जस्तो लाग्छ। किन भन्दाखेरि सुनिरहँदाखेरिको एउटा त्यसको सुन्दरता छुट्टै रह्यो। त्यसमा चाहिँ दृश्य थपेर आइसक्यो भने त्यसले दुईटै कुराको परिपूर्ति गर्यो कि। हजुर। किन भन्दाखेरि अब यो प्रवृत्ति सँगसँगै पहिला त लेखियो होला, लेख्ने मात्रै भयो होला, त्यसपछि बाजा बिनै गाइयो होला, गीतहरूको त्यसको अब विकासको क्रममा हुँदै 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 अहिले अब हामी हिजो सेन्सर लाग्थ्यो, टेलिभिजन कुर्नु पर्थ्यो भने अहिले सबैले आफैले सबै गरेर गीत लेखेर गीतको प्रमोटर आफै हुने भयो। एकैचोटि भिजुअल बनाएर आफ्नै युट्युब च्यानलबाट स्वाट्टै हालिदिँदाखेरि त्यो सबैलाई हेर्न पनि मिल्यो, सुन्न पनि मिल्यो, दुवै भयो कि। अनि अब यहाँनिर अहिले हजुरले बोल्दै गर्दाखेरि यो रोयल्टीको कुरा पनि जोडौँ जस्तो लाग्यो मलाई, होइन? अब मान्छेका आफ्ना आफ्ना युट्युब च्यानलहरू छन्, आजभोलि आफ्नै सामाजिक सञ्जालहरू प्रयोग गर्नुहुन्छ। अनि जस्तो म एउटा रेडियो सञ्चालन गर्छु, होइन? अनि हामीले गीत बजाउँदाखेरि त्यहाँ रोयल्टी समाजलाई हामीले पैसा तिर्छौँ। अब खासमा स्रष्टा सर्जकहरू सम्मति कुराहरूको व्यवस्थापन कसरी भएको छ, यो सन्दर्भलाई नि अलि उठान गरौँ कि? हजुर। त्यो उठ्नु पनि जरुरी नै हो, रोयल्टीको कुरा गर्नुभयो। हजुर। रमाइलो छ, रोयल्टी समाज छ हाम्रो, होइन? अलिक गहन विषय छ नि यो विषय अलिक गहन जस्तो लाग्छ। धेरै धेरै गहन छ। जस्तो तपाईँले आफैले युट्युबमा हाल्नुभयो आफ्नो सोलोली। हामी लेखक मात्रै भएको हुनाले हाम्रो अलिकति फरक व्यथा छ। आदरणीय हाम्रो सर यहीँ हुनुहुन्छ, उहाँले पनि भोग्नुभयो होला, हामी पनि भोगिरहेछौँ। अनि त्यसै गरी सङ्गीतकार पनि हुनुहुन्छ, उहाँले पनि भोगिरह होला। अनि जसले सबै कुराहरू एक्लै व्यक्तिले गरेर आफ्नै युट्युब च्यानलमा हाल्छन् उनीहरूले त सिधै उनीहरूको ब्याङ्क अकाउन्टमा युट्युबले दिने रेभेन्यू त्यहीँ आइहाल्यो, उसले कसैलाई सेयर पनि गर्नु परेन। र हामी अरूका लागि पनि लेख्छौँ, जस्तो चलचित्रमा लेख्छौँ, कसैलाई अब व्यक्तिगत रूपमा गीत गाउन चाह्यो अथवा भिडियो बनाउन चाह्यो भने पनि गर्छौँ। उहाँ सरले सङ्गीत गर्नुहुन्छ, हामीले लेख्छौँ। तर त्यो एउटा पारिश्रमिक न्यूनतम, त्यो पनि राम्रो होइन, न्यूनतम पारिश्रमिक हामी सुरुमा पाउँछौँ। त्यस पछाडि अब हामी त्यसकै खोजी नीति गरेर पछि हिँड्ने कुरा पनि भएन। किन नहिँड्नु भएको? हजुर, किन खोजी नीति नगर्नु भएको त? यस्तो छ, त्यो हामीलाई थाहा छ कि यो गरेर हामीले हाम्रो जीविकोपार्जन चल्दैन भन्नेमा थाहा छ। हामी त्यस्तो धुरन्धर खतरै गीत दिनमा 5-6वटा रेकर्ड गर्ने खालको मान्छे पनि होइनौँ। अनि त्यो भएर पनि हामीलाई त्यसकै पछि लागिराख्न पनि गाह्रो भयो। अर्को कुरा के हो भने सम्बन्धित निकायहरू छन् नि त, रोयल्टी समाज छ, त्यो त्यसलाई अब विदेशबाट कार्यान्वयन पक्ष कस्तो छ रोयल्टी समाजको? जस्तो तपाईहरुसम्म त्यो रकम हामीले बुझाएको रकम तपाईहरुसम्म पुग्नका लागि त्यो कार्यान्वयन पक्ष कस्तो छ? त्यो हामीलाई थाहै छैन। तपाईहरुको रेडियोले तिरेछ छैन, तेरो रोयल्टी आएको छ भने रोयल्टी समाजले दिँदैन, हामी सदस्य भएका छौँ, तेरो यो रोयल्टी समाजमा यदि रोयल्टी आउँदैन भने हामीलाई सदस्यबाट हटाइयोस् भनेर निवेदन पनि दिएका छौँ। अब त्यो निवेदन पनि स्वीकार गर्दैन, होइन, स्वीकृति पनि गर्दैन र अब उचित रोयल्टी पनि हामीलाई प्राप्त हुँदैन। अनि कहिलेकाहीँ उहाँहरूको त्यो सम्मेलन हुँदा अथवा त्यो गोष्ठी हुँदाखेरि हामीले उठाएका प्रश्नहरू यति लाख रुपियाँ हाम्रो छ भन्छ, यति लाख रुपियाँ छ भन्छ, अनि त्यसो भए त्यो रोयल्टी बाँड्नुहोस् न त भन्दाखेरि यो कसको हो भन्छ। होइन, त्यसो भए 2022 कसको भन्नाले यो कुन व्यक्तिको रोयल्टी आयो यति भन्ने थाहा हुँदैन रे। अनि उठ्न त उठ्यो, जस्तो रेडियोले दियो होइन, तर मेरो नाममा कति आयो भन्ने कुरा उसले खुलाएर दिँदैन कि। जस्तो एकमुष्ट रूपमा अब भोलि कि कहिले बाँड्ने उनीहरूको एउटा प्लान छ, त्यसमा एउटा चेक आउला, 2-4 हजारको चेक आउँछ, तर तेरो यति पैसा यो रेडियोबाट आएको थियो यताबाट आएको थियो, सोर्स केही खुलाइँदैन, दिने एउटा रकम हुन्छ, त्यसरी चाहिँ लिइरह हुन्छौँ। तर त्यो पनि धेरै लामो अन्तराल पछि हुन्छ। यो विषयमा चाहिँ रोयल्टी समाज र अब नेपाल सरकार जस्तो प्रतिलिपि अधिकार भन्ने एउटा
त्यसको विङ्स छ उहाँहरूले चाहिँ अलिकति राम्रोसँग हेरिदिनु भयो भने हामीले पनि कर तिर्छौँ हाम्रो कर काट्नुहोस् केही छैन हाम्रो रोयल्टीको कर काट्नुहोस् हामी त्यसमा केही मान्दैनौँ तर कति उठेको थियो रोयल्टी कहाँबाट आएको थियो र तेरो यति आएको थियो तेरो यसमा चाहिँ प्रशासनिक खर्च यति भयो र नेपाल सरकारलाई टिडिएस हामीले यति तिर्यौँ र तिम्रो भागमा यति पर्यो भनेर अहिले त प्राविधिक रूपमा हामी कम्प्युटर एआईसम्म आइसके पछाडि पनि अझै पनि त्यो ट्र्याक गर्न गाह्रो भएको छ भनेर एउटा मनगढन्ते उहाँहरूको सधैँको एउटा रेडिमेड प्रश्नको के अरे जवाफ हामी सधैँ सुनिरहनु भएको छ उहाँ पनि हामी टाढाको मान्छे होइन हाम्रो आदरणीय सङ्गीतकार सुरेश अधिकारीजी हुनुहुन्छ हाम्रो अध्यक्ष उहाँ नै हाम्रो पीडा बुझ्नुहुन्न अथवा त्यत्रो समग्र साङ्गीतिक क्षेत्रका व्यक्तिको कुरा बुझ्नुहुन्न भने उहाँभन्दा अर्को व्यक्ति आएर कसले छ हजुर म यही प्रश्न यहाँलाई गर्न चाहन्छु आफू सङ्गीत के गर्दै अब उत्तर दिनै पर्यो त्यो भन्दा पनि यो कुनै पनि एउटा बिरुवा लाई टेको चाहिन्छ ठुलो रुख एकदमै बिम्बमा बोल्नु हुँदो रहेछ कस्तो राम्रो है कवितै सुने जस्तो गीतै सुने जस्तो लाग्ने यो प्रतिलिपि अधिकारको विषयमा ठ्याक्कै त दफाहरू ऐनका नियमहरू पढेर हुर्किने फेजमा छौँ हामी कार्यान्वयनको पक्ष एकदमै फितलो छ अनि मलाई लाग्छ यसमा ठुलो इन्टरभेन्सन चाहिन्छ र जसरी सम्पूर्ण यातायात व्यवसायी त्यसपछि आएर हजुरको गीत सङ्गीतलाई प्रयोग गर्ने विभिन्न सञ्चार माध्यम लगायत हाम्रा रेस्टुरेन्ट अथवा जुनसुकै स्टेक होल्डरहरू छन् उहाँहरूलाई अलिकति बाध्यात्मक परिस्थिति सिर्जना गरिएको अवस्था देखिन्छ तर हामी सर्जकहरूकै पक्षमा एउटा प्यारेन्टहुडको एकदम यसमा मैले बिचमा जोडेँ सर अर्थमन्त्री हुँदाखेरि प्रज्ञा प्रतिष्ठानको लागि लगायत धेरै ठाउँमा राम्रो कामहरू भएको थियो हाम्रो एसपी कोइराला सर त्यहाँ हुँदाखेरि आई स्टिल रिकल द्याट वान तर मलाई हजुरले प्रतिलिपि लेट्स करेक्ट इट हजुरको के अरे यो के भन्छ रोयल्टी सङ्कलन समाजमा लिएर जाँदाखेरि त्यसको जुन सिस्टमटाइज गर्नुपर्ने कुरा हो त्यहाँ हामी चुकिरहेका छौँ अनि होइन हामी व्यक्तिगत भावले म अहिलेसम्म नेपालमा इभन रेडियो कान्तिपुरले पनि रोयल्टी माग्न तपाईँको जम्मा भएको छ लिन आउनुहोस् म्युजिक नेपालले भन्दा पनि त्यो त्यतातिर मलाई आशै लाग्दैन कि अहिलेसम्म 400+ गीतहरू सङ्गीत भइसकेका छन् सङ्गीत भइरहेछ अब रोयल्टीको कुरा अब होस् ठिकै छ नि त अब गीत सङ्गीत भइरहेछ मेरो आफ्नै ससुराबुवा डाक्टर कृष्णहरि बराल हुनुहुन्छ हजुर म छु अनि उहाँ पनि सरकारी अफिसर दाइ जस्तै सचिवबाट रिटायर हुनुभयो उहाँ प्रोफेसर सर पनि सचिवबाट त्यसपछि मन्त्री भएर आउनुभएको म आफै नेपाल सरकारको एउटा अफिसर छु दुःख लाग्छ हजुर अब गायकज्यूहरूले चाहिँ कसरी चित्त बुझाउनु भएको छ भने दे हेभ ए स्टेज टु पर्फर्म उहाँहरूसँग स्टेज छ कहिले 77वटा जिल्लामा एउटा महोत्सवमा कन्सर्टहरुमा गइरहनु भएको हुन्छ आर्थिक फाइनान्शियली उहाँलाई सपोर्ट छ अनि उहाँहरूले ठिक छ भन्नु भएको छ चित्त बुझाउनु भएको छ हजुर स्पेशली गीतकार र संगीतकारको हालत यस्तो छ कि हामीले अल्टरनेटिभ अप्सनमा गएनौँ भने हजुर मैले अमर गुरुङ सरलाई भेट्दाखेरि सर म सङ्गीत गर्छु म अलिकति 1 मिनट बढी लिएँ त्यति बेला साझा प्रकाशनले किताब प्रदर्शनीमा राख्थ्यो डिस्काउन्टमा हजुर अनि म चाहिँ के गर्थेँ भने त्यो 55-56 सालमा दिनेश अधिकारी सरको डाक्टर कृष्णहरि बराल काली प्रसाद रिजाल मनोज ब्राजाकी लगायत जति पनि गीतकार र गजलकारहरू हुनुहुन्थ्यो उहाँको सबै किताब किन्न थाल्यो भने त महँगो पर्छ आई वाज ए टिचर होइन 1800-2000 तलब खानेले त कसरी किन्ने अनि कहिले हुन्छ त प्रदर्शनी यति दशैंको बेलामा हुन्छ 75% डिस्काउन्टमा दिन्छ भने किताब कलेक्सन गर्यो गीत सङ्गीत गर्यो हाम्रो जर्नी नि हजुर त्यो दुःखले सुरु गरेको अनि घर घरमा पुर्याउन जाँदा त्यति बेला काली प्रसाद रिजाल सर सचिव हुनुहुन्थ्यो समथिङ कुन मन्त्रालयमा भेट्नै नपाइने हामी त्यसरी सङ्गीतकार भयो डाक्टर कृष्णबरा 33489 फोन नम्बर थियो कि किताबमा होली भिजन स्कुलमा पढाउने त्यहाँबाट ब्रेक टाइममा अनि फोन गरेर सर हजुर म फलानु मान्छे मैले सङ्गीत गरेको छु सुनाउन आउनु पर्यो हस् आउनुहोस् न बाबु भनेर हामीलाई त्यसरी गाइड गरेर सङ्गीतकार बनाइया हो हजुर हजुर अग्रज व्यक्तिहरूले तिम्रो यो सङ्गीत राम्रो छ तिमी गायक भन्दा सङ्गीतमा लाग भनेर अहिलेको पुस्तामा त्यो ग्याप छ अब लेट्स कम ब्याक टु द रोयल्टी बल्ल बल्ल सङ्गीतकार भएको छ अनि हामी जस्तै पुस्ता हर्कजी बल्ल बल्ल अल्टरनेटिभ बिजनेसमा हुनुहुन्छ उहाँ होइन
आफ्नो आम्दानीको स्रोत फरक छ। किन फरक छ भने हि इज नट कन्फिडेन्ट, उहाँलाई विश्वासै छैन कि मैले रोयल्टी पाउँछु भन्ने कुरा। अब त्यहाँनिरको सिस्टमेटिक फेलियर कहाँनिर छ भने जो हामीले चयन गरेर पठाएका व्यक्तिहरू छन् हजुर उहाँहरूले पहिलो कुरा आफैलाई म्यानेज गर्न सकिरहनु भएको छैन अथवा बाटो पत्ता लगाइरहनु भएको छैन। त्यसमा ठुलो इन्टरभेन्सनको आवश्यकता छ, त्यहाँ हस्तक्षेप गर्नुपर्ने आवश्यकता छ। हजुर अब त्यो गीतकार सङ्गीतकारले गर्ने हो, राज्यले गर्ने हो अथवा स्थानीय कुनै निकायले गर्ने हो, त्यसमा म ठुलो अभाव देख्छु हजुर। अब यस सम्बन्धमा म भन्दा पनि दिनेश दाइ के गर्न सकिन्छ त, के छ त यसको निकाय निकास? सबभन्दा पहिले यसको आवश्यकता र औचित्यका बारेमा म एक शब्द मात्रै भन्छु। हजुर कसैको पनि पसिना कसैले सिक्दैमा खानु हुँदैन, सामान्य नैतिकताको कुरा हो हैन? त्यही नैतिकता हजुर हाम्रो कानुनमा प्रतिबिम्बित छ, अन्तर्राष्ट्रिय कानुनमा, राष्ट्रिय कानुनमा। र सबै ठाउँमा सरकार आफै लाग्न सक्दैन र सरकारले एउटा वातावरण दिने हो। हजुर त्यो वातावरण कानुनका माध्यमबाट दिएको छ र रोयल्टी सङ्कलन समाज हामी कहाँ स्थापित छ। रोयल्टी सङ्कलन समाजसँग मेरो अनुभव के छ भने आजभन्दा करिब 14 वर्ष अगाडि मैले एउटा सम्झौता गरेको थिएँ। हजुर मैले गीत दिने र उहाँहरूले 6 महिनामा त्यसको जानकारी दिने, रोयल्टी दिने भनेर भएन। 12 वर्षपछि मैले अलिकति आपत्ति गरेँ। आपत्ति गर्ने 2-3टा कारणहरू थिए। हजुर सबभन्दा पहिलो कुरो, रोयल्टी सङ्कलन समाजको व्यवस्था किन गरियो भन्दा सुरुमा भने जस्तो स्रष्टा कलाकारहरूको सम्पत्ति भनेको सिर्जना हो। त्यो अहिले संविधानले पनि त्यो सिर्जनालाई हैन सम्पत्तिको परिभाषाभित्र पारिसकेको अवस्थामा हैन, अब त्यो सर्जकहरू त्यसबाट शोषित नहुन् भन्नका लागि संस्था स्थापना गरियो। हजुर तर भइदियो के भने त्यसले व्यवस्था गरेका केही कुराहरू छन्, जस्तो रोयल्टी सङ्कलन समाजले सङ्कलन गरेको रोयल्टीको 25% प्रशासनिक खर्च गर्न पाउने र बाँकी स्रष्टा कलाकारहरूलाई वितरण गर्ने, बेसिक कुरा यही हो। हजुर हजुर तर हामी कहाँ भइराखेको के छ भने एउटा त सिस्टम डेभलप हुन सकिराखेको छैन, त्यतातिर अलिकति हाम्रो चासो, हामी आफै जिम्मेवारी लिनुपर्ने अवस्थाका मान्छे, हाम्रो चासो र चिन्ता कम छ। हजुर दोस्रो, 25% खर्च गर्ने अधिकार भएको मैले 85% सम्म खर्च गरिराखेको छु। के का लागि भन्दा अड्डा चलाउन, अड्डा चलाउनका लागि हामीले परिश्रम गरेको रोयल्टी पाउनुपर्ने कुरा त्यहाँ दान गर्न दिएको। हजुर धेरै कमाउनु हो भने ब्रान्डेड लुगा लगाउँदा हुन्छ, भन्ने यथार्थ रोयल्टी सङ्कलन समाजले बुझ्नुपर्ने अवस्था छ। र म चाहिँ एउटा कुरा के भन्छु भने अहिले नै निराश त नहौँ, सङ्घर्ष गर्नुपर्छ, सङ्घर्ष गर्दैछौँ। म आशावादी छु, गीतकारका हैसियतले बाँचुन्जेलसम्म त मेरो त्यस सिर्जनामाथि हक छ नै। हजुर म मरेको 50 वर्ष पछिसम्म पनि त्यसमा मेरो हक रहन्छ। त्यसले गर्दा नाति नातिनी पुस्तालेसम्म मेरो परिश्रमबाट रोयल्टी पाउने दिन सुरक्षित छ। आशा गरौँ भोलिका दिनहरूमा यस्तो गुनासो गर्नु नपर्ला। अहिले यो बारेमा चर्चा गर्न थाल्यौँ भने एउटा सिङ्गै सेसनले भ्याउँदैन, म यही कुरा टुङ्ग्याउँछु। जरुर दिनेश दाइ, हामी वास्तवमा अन्त्यतिर पनि आइसक्यो, थोरै मात्रै समय छ हामीसँग। अबको साङ्गीतिक यात्रा, अब अहिले त यी सामाजिक सञ्जालहरू पनि छन् हैन, टिकटकमा 15 सेकेन्डको
टिकटक भिडियोले पनि मैले यहाँसँगै प्रश्न गर्न खोजेको हो 15 सेकेन्डको टिकटकमा चाहिँ त्यो भ्युजहरू पाउने अत्याधिक सामाजिक सञ्जालले पनि एउटा स्रष्टालाई केही हदसम्म आर्थिक रूपले सबल बनाउन सक्ने अवस्था बन्दै गएको हो अब अघि नै मैले कुरा हजुरलाई भन्न त भनेको थिएँ यो जति पनि सामाजिक सञ्जाल छन् ती सबैबाट सोरिएर जाने भनेकै त्यही जसले उत्पादन गर्यो त्यही जाने हुन्छ अब नितान्त मैले गाएँ मैले लेखेँ मैले गाएँ मैले भिजुअल गरेँ अनि मेरै नाममा रजिस्टर भएर त्यो गीत टिकटकमा फेसबुकमा इन्स्टामा जहाँ जहाँ जान्छ जतिवटा डिजिटल प्लेटफर्म छन् त्यो सबै संसारभरि रहेका सबैमा जाने चाहिँ मलाई आउने हो तर त्यसो हुँदैन त्यो जुन कम्पनीबाट त्यो गीत बाहिर आएको छ त्यही कम्पनीकै नाममा त्यही व्यक्तिकै नाममा ती सबै रोयल्टीहरू उतै जान्छन् हजुर अनि त्यो भएकोले पनि अझै पनि ती ट्र्याकिङका विषयहरू चाहिँ हामीलाई अझै सकसै छ हजुर किन भन्दाखेरि त्यहाँबाट आएको रोयल्टी हामीलाई सिधा आउँदैन हजुर आउँदैन गैरी सुरेश हामी अन्तिममा आइसकेका छौँ सो अब आफ्नो प्रमोटर आफै हुने अवस्था चाहिँ बन्दै गएको छ जस्तो लाग्छ सामाजिक सञ्जालले अघि उहाँले भनेकै कुरालाई जोड्दै के लाग्छ यहाँलाई अब हामी आफै प्रयोग गर्छौँ नि त क्लियर हुनुपर्ने कुरा के छ भने एउटा भिडियो राइट्स हुन्छ हजुर कसको च्यानलबाट हजुरले भिडियो हाल्नुभयो अर्को अडियो राइट्स हुन्छ हजुर हजुर हर्क साउदजीले लेखेको गीत उहाँकै च्यानलबाट भिडियो हाल्नुभयो र उहाँको आफ्नै कुनै म्युजिक अडियो प्लेटफर्म जसले संसारभरि डिस्ट्रिब्युट गर्छ हजुर जस्तो म एमएज प्रयोग गर्छु मैले आजकल अरूलाई गीत दिन छोडिसकेँ हजुर अस्ति पनि ड्याडीसँग डाक्टर कृष्ण बराल सरसँग मेरो झगडा परिरहेको थियो सो त्यही प्रसङ्गै हो यो विषय अनि उहाँले के भन्नुभयो भने कुनै एउटा अमुक संस्थाकोलाई अडियो दिउँ उहाँको चाहिँ रिच टाढा छ हजुर टाढा टाढासम्म छ हिट हुन्छ किनभने हामी त्यो पुस्तामा हुर्केर आएका हौँ जहाँ कुनै एउटा संस्थाले गीतकारज्यूहरूसँग र सङ्गीतकारज्यूहरूसँग गीत मागेर आफैले रेकर्ड गरेर प्रमोट गर्थ्यो र सबै आफूले खान्थ्यो हजुर हजुर अनि मैले के भन्यो भने ड्याडी हजुरले आफ्नो अडियो प्लेटफर्ममा हाल्ने भए म दिन्छु नत्र भने म दिँदैन किनभने मेरो टिकटकबाट जतिसुकै भ्युज आओस् हजुरले जुनसुकै गीत प्रयोग गर्नुहोस् तर त्यो अडियो प्लेटफर्म मेरो छ नि त मेरो अडियो प्लेटफर्मले त्यो रोयल्टी लिन्छ प्रमोसन मात्र गर्ने हो अहिले उसबाट अरूले हाल्दैमा हिट हुँदैमा त्यो रोयल्टी चाहिँ उहाँहरूलाई जाँदैन भन्ने हुँदैन त्यही भएर त्यो अडियो फाइल पनि त्यो कुरामा पहिला त क्लियर हुनुपर्ने रहेछ हजुर हैन जस्तो मैले यहाँ देशको चिन्ता मेरो टिकटक अथवा फेसबुक इन्स्टा कुनैमा हाले राम्रो भ्युज गयो अथवा मर्ने कसैलाई रहर हुँदैन राम्रो भ्युज गयो त्यो मर्ने कसैलाईको सबै राइट्स कहाँ जान्छ बुढा सुब्बाकोमा जान्छ किनभने उसले अडियो आफूले युज गरेको छ भिडियो युज गरेको छ सो हामी के क्लियर हुनुपर्छ भने उहाँले भने जस्तो सोसियल मिडिया आर ओन्ली के भन्छ पब्लिसिटी प्लेटफर्म हजुर 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 तर जुन अर्थोपार्जनको कुरा छ त्यसमा अडियो एन्ड भिडियो तपाईँको नाममा हुनैपर्छ भनेपछि अब लेखक र सङ्गीतकारले यो कुरामा सजगता अपनाउने हो भने आर्थिक रूपले केही उपार्जन गर्न सक्ने अवस्था चाहिँ छ हुँदो रहेछ मैले विगतको 1-2 वर्षमा फिल गरेको छु राम्रै आर्थिक उपार्जन हुन्छ हजुर यहाँहरू तिनैजना आजको यो सेसनमा बसिदिनु भयो समय छोटो छ हामी कुराको चुरोभित्र पस्दा समय सकिन्छ होइन यो छोटो समय महत्त्वपूर्ण समय नेपाली साङ्गीतिक क्षेत्रमा तपाईँहरू तिनैजनाको लगानी नयाँ पुस्तादेखि पुराना पुस्तासम्मको एउटै मञ्च आज हामीले सेयर गर्न पनि पायौँ खुसी लाग्यो यहाँहरू तिनैजनासँग भेटघाट भयो यहाँहरू तिनैजनाको साङ्गीतिक आकाश फराकिलो बनेर जाओस् युग युगसम्म यहाँका गीत सङ्गीतलाई नेपाली जनजनले सुन्न सक्ने वातावरण सृजना होस् यहाँहरू तिनैजनालाई मेरो तर्फबाट धेरै धेरै शुभकामना धन्यवाद छ यहाँ हाम्रो अगाडि पूर्व मन्त्री तथा वरिष्ठ गीतकार बस्नु भएको छ शङ्कर कोइरालाज्यू उहाँलाई यही प्रश्न म राख्दैछु गीत सुन्ने कि साँच्चै नै सुन्ने कि हेर्ने भन्ने कुरामा सानो केही कुरा राखिदिनु हुनका लागि म हार्दिक निवेदन गर्छु अब गीतको विद्यार्थी भएको हुनाले मलाई पनि यो प्रश्न आयो अप्रत्याशित रूपले अघि हर्क भाइले भनेकै कुरालाई म चाहिँ गर्छु अब समयले अब जे जस्तो माग्छ अब हामी सर्जकहरूले पनि होइन त्यसै अनुसार अगाडि बढ्नुपर्छ जस्तो लाग्दछ हुन त हामी चाहिँ भनौँ न अब यो सुन्ने गीतको जमानाका मान्छे पऱ्यौँ
र कुनै पनि गीतलाई हामी पहिले होइन यो चाहिँ श्रव्य हिसाबले नै मूल्याङ्कन गर्छौँ र मूलत चाहिँ गीत चाहिँ सुन्नकै लागि हुनुपर्छ भन्ने मेरो पनि चाहिँ मान्यता छ। तर अब समय धेरै अगाडि बढिसकेको छ, समयले चाहिँ अब यो श्रव्य र दृश्य दुइटै खोज्ने आएको छ। त्यसैले यो दुइटालाई सँगै बढाएर लानुमै हाम्रो कल्याण हुन्छ। मैले पनि धेरै गीतहरू चाहिँ अहिले मसँग रहेका छन्, भनौँ न सङ्गीतकारहरूसँग गायकहरूसँग रहेका छन्, जुन चाहिँ मैले बाहिर ल्याउनै सकेको छैन। अडियोको रूपमा मेरो मोबाइलमा सुरक्षित छ, गायकको मोबाइलमा पनि सुरक्षित छ, सङ्गीतकारको उसमा पनि छ, तर चाहिँ हामीले डिजिटल प्लेटफर्ममा त्यो हाल्नै सकेको छैन। उदाहरणको लागि युट्युबमा, अब युट्युबमा नहालिकन त्यो गीतहरू चाहिँ बाहिर प्रकाशन भएको होइन कुनै प्रमाणिक होइन चाहिँ हुँदैन, प्रमाण हुँदैन। त्यसले गर्दाखेरि चाहिँ यो दुइटैलाई हामीले चाहिँ समेटेरै जानुपर्छ जस्तो मलाई लाग्दछ। अब रोयल्टीको विषयमा पनि म अलिकति थपेँ। यो रोयल्टीमा चाहिँ कस्तो छ, हाम्रो संविधान 2072ले यो बौद्धिक सम्पत्तिलाई पनि पहिलोपल्ट सम्पत्तिकै एउटा अंश मानेको छ। त्यो एउटा हाम्रो ठुलो उपलब्धि हो। त्यो सँगसँगै हामीसँग प्रतिलिपि अधिकार ऐन छ 2059, त्यसको नियम पनि छ र अहिले चाहिँ त्यो नयाँ संशोधन पनि हुँदैछ। त्यसले चाहिँ त्यो प्रतिलिपि अधिकार सम्बन्धी यो चाहिँ भनौँ राजस्व सम्बन्धी हाम्रो चाहिँ कुराहरू चाहिँ अगाडि बढाएको छ, लेखकस्व होइन रोयल्टी सम्बन्धी कुराहरू चाहिँ। त्यसले रोयल्टीमा हामी धेरै अगाडि बढेका छौँ। तर कस्तो छ भन्दा हाम्रो यात्राको गति चाहिँ अलिकति धीमा छ, बिस्तारै हामी हिँडिरहेका छौँ। तर चाहिँ यो गीतकारलाई भनौँ न सङ्गीतकारलाई जो चाहिँ स्रष्टा हुन् वास्तविक, अब गायकलाई चाहिँ पर्फर्मर मात्रै मान्छ नि त हाम्रो ऐनले चाहिँ होइन। अब फ्रन्टमा गायक देखे पनि त्यसको आम्दानीको पहिलो चाहिँ हिस्सा चाहिँ गायकलाई गए पनि यो सङ्गीतकार र यो गीतकारले पनि रोयल्टी पाउने अवस्था बन्दै गएको छ। हाम्रो सुरुवात राम्रो छ। दिनेशजीले भनेकै म सापट लिन चाहन्छु, भविष्य चाहिँ हाम्रो उज्जवल छ। यसमा सरकार पनि लागि परेको छ। त्यो रोयल्टी चाहिँ सङ्कलन चाहिँ अहिले कस्तो छ भन्दा 42वटा क्षेत्रबाट चाहिँ गरिराखेको छ होइन। अब यहाँ नै हाम्रो गीतहरू बज्यो भने पनि यसको रोयल्टी पनि त्यहाँ चाहिँ जान्छ र त्यो चाहिँ अब त्यो एउटा साइन्टिफिक एउटा एप्लिकेसन बनाएर उनीहरूले चाहिँ त्यो प्रयास गरिरहेका छन्। अलिकति हाम्रो चाहिँ हिँड्नमा ढिलो भएको हो, तर त्यो गन्तव्य चाहिँ हामीबाट धेरै टाढा छैन जस्तो मलाई लाग्दछ। मलाई यति बोल्ने अवसर दिनुभयो, धन्यवाद, नमस्कार। धेरै धेरै धन्यवाद।